यसलाई इक्वालिटी बनाउनुपर्छ भन्दै ती आमाहरूले लडाई गर्दै कति सयौं आमाहरू बित्नुभयो। सेवा गरेको मूल्याङ्कन गरेर आज मैले यसरी उहाँहरूले सम्मान दिनुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। विश्व महिला दिवस अथवा इन्टरनेसनल वुमेन्स डे भनेको नै महिलाहरूले काम गरेकोलाई बाहिर प्रस्ताउने उहाँकै उपस्थितिमा आज अमेरिकामा पनि यति साल पछाडि पनि हाम्रो इन्द्रावती दिदी उहाँको चाहिँ उपस्थितिमा उहाँलाई चाहिँ यस्तो चाहिँ सम्मान गरिएर डाक्टर हामीले यो नारी दिवस छुटाउनै नहुने दिन हो, हामी महिलाहरूले गर्नै पर्ने दिवस हो। यो भनेको हामी महिलाहरूको एउटा अधिकार प्राप्त भएको दिन, हामीले अधिकार प्राप्त। नमस्कार, जति पनि इन्द्रावती क्रिएसन हेरेर बसिराख्नु भएको छ हजुर सम्पूर्णलाई ह्याप्पी इन्टरनेसनल वुमेन्स डे भन्दै म हेमन्त तिरुवा ग्रेटर एक्रोन वुमेन्स ग्रुपको प्रेसिडेन्ट। यो खासै चाहिँ मार्च 8 भनेको चाहिँ आजभन्दा धेरै धेरै अगाडि वर्षौं 100 वर्ष अगाडिदेखिको जति पनि आमा दिदी बहिनीहरूले जुन इम्पावरमेन्ट नारी सशक्तिकरणको लागि जुन लडाई गरिराख्नु भएको थियो त्यो कुरालाई चाहिँ हामीले आज सम्मान गरिरहेका छौँ। त्यो कुरालाई चाहिँ आज हामीले पक्कै पनि हामी लगातार हामीले गर्नै पर्छ, किनभने त्यो समयमा 1909 मा चाहिँ सुरुवात गरेको रहेछन्। 1909 मा सुरुवात गर्दाखेरि एउटा देश मात्रै होइन, नारी सशक्तिकरणमा लागि परेको सम्पूर्ण देशहरूले इम्पावरमेन्ट, महिला अहिंसा इम्पावरमेन्ट गर्नुपर्छ भन्दै अगाडि बढ्नुभएको। हामी सबैलाई यथार्थ सत्य त्यो थाहा छ कि नेपाल देश त जान्छ र सती प्रथा देश। हेर्नु त एउटा पुरुष बित्दाखेरि आफ्नो सिउँदोको सिन्दुर मेटिन्छ भनेर एउटा नारी जिउँदै जल्नुपर्ने देश थियो। त्यतिखेरको यस्तो धेरै डिस्क्रिमिनेसन थियो कि नारी पुरुषमा त धेरै भेदभाव थियो, धेरै एकदम डिस्क्रिमिनेसन थियो। त्यसले गर्दाखेरि यसलाई इक्वालिटी बनाउनुपर्छ भन्दै ती आमाहरूले लडाई गर्दै कति सयौं आमाहरू बित्नुभयो, त्यसलाई अझै पनि हामी सम्मान गर्नै पर्छ भन्ने हिसाबले चाहिँ आज हामीले आज हामीले हेर्दै गर्दा धेरैजना यहाँनिर भावुक पनि भयो। त्यो माहौलले एक खालको एउटा अवस्था निम्ति आएको थियो आज, होइन? र यहाँहरूले समाजसेवी श्री इन्द्रावती राईज्यूलाई र सँगसँगै डाक्टर प्रिया श्रेष्ठज्यूलाई सम्मान यहाँहरूले जुन हिसाबले गर्नुभयो, एउटा कुन सोचले गर्दा तपाईँहरूले उहाँहरूलाई सम्मान गरिनुपर्छ, उहाँहरूको चाहिँ एउटा एक्नोलेजमेन्ट हुनुपर्छ, होइन, उहाँहरूले गरेको कामलाई भनेर चाहिँ हिसाबले तपाईँहरूले एउटा थालनी गर्नुभयो, त्यो पनि हाम्रो दर्शकहरूलाई भनिदिनुहोस् न। यो मार्च 8 मा इन्टरनेसनल वुमेन्स डे अलरेडी छँदैछ। त्यसमा चाहिँ हामी पिछडिएको नारी, हामीहरूले समाजमा पिछडेर बस्नु हुँदैन भनेर जति पनि नारीहरूले अगाडि बढेर जतिसुकै विघ्न बाधाहरू आए तापनि त्यसलाई तोडफोड गर्दै आफ्नो श्रीमानलाई खुसी राख्दै, आफ्नो सासु ससुरालाई सेवा गर्दै, आफ्नो बच्चाहरूलाई दुध खानेकुरामा पोषण पुर्याउँदै मैले मेरो लागि टाइम निकाल्नु, अब यो मेरो टाइम चाहिँ मेरो समाजप्रति गर्छु भनेर जुन अगाडि बढ्नुभएको नारीहरूलाई मैले पक्कै पनि सम्मान गरिनँ भने यो नारी दिवस चाहिँ मेरो लागि खल्लो हुनेछ, यो चाहिँ सफल हुने छैन भन्ने एउटा जुन सोच उठ्यो। त्यसले गर्दाखेरि हामी सम्पूर्ण 16 वुमेन्सले सबैजनाले हामी सल्लाह गऱ्यौँ अनि यो चाहिँ सस्पेन्डेड एकदम सरप्राइज राखौँ भन्ने हिसाबले गर्दाखेरि चाहिँ गऱ्यौँ। अनि एउटा कुरा यस्तो हुँदो रहेछ कि यो डायमन्ड नारीहरू भन्न चाहन्छु क्या त, हामी पैसाको लागि, अब पैसा कमाउनुको लागि त हामीले होइन, यसको लागि त हामी सबैजना काम गर्छौँ, काम नगर्ने कोही पनि छैन। तर जो कि भोलिन्टियर हिसाबले चाहिँ अगाडि बढ्नुको लागि चाहिँ धेरै कठिन हुँदो रहेछ क्या त, जो कहिले चाहिँ यसरी गर्दैन। अनि यो डायमन्ड नारीहरू भन्न चाहे कि जो कि आफ्नो समय चाहिँ भोलिन्टियर हिसाबमा एकदम समाजप्रति निःशुल्क निस्वार्थ भावमा सहयोग गर्ने नारीहरूलाई चाहिँ पक्कै पनि हामी सम्मान गर्नै पर्छ भनेर यो हामीले खोजी गऱ्यौँ। यो खोजी गर्नु पनि धेरै कठिनै भयो क्या मलाई। 2 जना नारीहरू त सिर्फ 2 जना नारी निकाल्नु थियो, त्यो 2 जना नारी निकाल्नु पनि धेरै गाह्रो भयो क्या त, उसलाई राख्ने कोही नपाउने। मैले यस्तो मान्छे पाएँ कि इन्द्रावती राई, जो कि धेरै लामो वर्षौँ समयदेखि नै भुटानदेखि मात्रै नभएर नेपालमा आएर पनि त्यस्तो आफ्नो भन्ने केही थिएन। त्यो समयमा पनि सबै कुरा भोलिन्टियरली आफ्नो समाज उत्थानको लागि अगाडि बढ्नुभएको दिदी पाउँदाखेरि म योलाई चाहिँ के भनेर चाहिँ नि हिरोइन भनेको थियो, कम्युनिटी हिरोइन भनेको थियो। उहाँलाई चाहिँ मैले फेरि अर्को नाम दिन चाहेँ कि डायमन्ड हिरोइन क्या त, एकदम त्यसमा अझै धेरै डायमन्ड हिरोइन, किनभने
भोलिन्टियर काम गर्ने नारीहरू चाहिँ एकदम कम मात्रामा पाइँदो रहेछ। त्यसले गर्दाखेरि थ्याङ्क्स गड हामीहरूको भाग्य राम्रो। इन्द्रावती दिदी हामीसँग हुनुहुन्थ्यो। यो साल त हामीहरूले इन्द्रावती दिदीलाई, डाक्टर प्रियालाई सम्मान गऱ्यौँ। अर्को साल हामीहरूले कसलाई सम्मान गर्नुपर्ने हो, यस्तो नारीहरू पक्कै पनि हामीले नछुटाउँ भन्ने हामीहरूको इच्छा हो। त्यसले गर्दाखेरि पनि मैले एकदमै धेरै भाग्यशाली ठानिरहेको छु आफैलाई पनि। यो ग्रेटर राइक्रोन वुमेन्स ग्रुपलाई धेरै ब्लेसिङ बर्सेको जस्तो भइरहेछ कि इन्द्रावती दिदी लगायत हाम्रो डाक्टर प्रिया मेन्टल हेल्थमा अगाडि बढ्नुभएको छ। मेन्टल हेल्थले गर्दाखेरि चाहिँ नारीहरू सुसाइडल थटहरूमा हुन्छन् अनि त्यो कुराहरूलाई वञ्चित हामी नारीलाई जोगाउनुपर्छ, नारीको उत्थान गर्नुपर्छ भनेर हिँड्नुहुने डायमन्ड हिरोइनहरूलाई मैले पाउँदाखेरि चाहिँ एकदम ब्लेसिङ फिल भइरहेछ आज। धेरै धेरै धन्यवाद यहाँलाई। पुनः एकपटक यहाँहरूलाई आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा यहाँहरूलाई बधाई पनि दिन चाहन्छु र वन्स अगेन यहाँहरूलाई इन्टरनेसनल वुमेन्स डेको यहाँहरूलाई म शुभकामना सँगसँगै होइन तपाईँहरूको फेरि आगामी कार्यक्रमहरू सफल होस् भन्ने पनि शुभकामना दिन चाहन्छु। थ्याङ्क यू। इन्द्रावती क्रिएसनले हामीलाई सधैँ पनि सपोर्ट गरिराख्नु भएछ र आउँदो दिनहरूमा पनि सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा पनि राखेको छु। हस् त, धन्यवाद। एकरण ग्रुपको दिदीबहिनीहरू, महिलाहरूको एउटा सङ्गठित एउटा संस्था सेवा गरेको मूल्याङ्कन गरेर आज मैले यसरी उहाँहरूले सम्मान दिनुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यति बेलाको अघि नि भने मैले त्यति बेलाको बाध्यता थियो मैले गर्नुपर्ने, मैले देखेर। तर आज आएर यसरी चाहिँ मैले सम्मान पाएँ। यो ठुलो मूल्याङ्कन भएको हो जस्तो मेरो जिन्दगीमा लागेको छ। पक्कै मूल्याङ्कन हुने रहेछ आफूले गरेको सेवामा भन्ने कुरा हौसला बढाउँछ गरेर ल्याउने बहिनीहरूलाई अथवा दिदीहरूलाई होइन। र यो समाजसेवा भनेको कुरा एउटा आत्माबाट भित्रबाट गर्नुपर्छ र यो भोलिन्टियर काम हो र कुनै पैसा रुपियाँ थापेर कहीँबाट ल्याएर गर्ने काम होइन, आफूले टाइम निकालेर गर्ने टाइम हो। त्यस कारणले गर्दाखेरि यो सम्मानले चाहिँ ती दिदीबहिनीहरूलाई हौसला बढाएर समाजको काम गर्नका लागि अवसर मिल्छ र हौसला मिल्छ। आज जुन खालको इभेन्ट भयो ग्रेटर राइक्रोन वुमेन्स ग्रुपले होइन इन्टरनेसनल वुमेन्स डे सेलिब्रेसन साथमा एनुअल प्रोग्राम पनि भयो। त्यसको कभरेजको लागि सुरुमा त इन्द्रावती क्रिएसनलाई थ्याङ्क यू भेरी मच। र आज एक कुन प्रकारले पनि पृथक भयो भन्दाखेरि जुन एउटा इभेन्ट थियो, एउटा अनरिङ इभेन्ट थियो, कम्युनिटी हिरोइन अवार्ड भन्ने, त्यसले एउटा छुट्टै छाप पनि पर्छ। किनकि विश्व महिला दिवस अथवा इन्टरनेसनल वुमेन्स डे भनेको नै महिलाहरूले काम गरेकोलाई बाहिर प्रस्ताउने, महिलालाई प्रोत्साहन गर्ने हो। त्यो भएर हाम्रो इन्द्रावती म्याम र हाम्रो डाक्टर प्रिया श्रेष्ठ दुईजना सम्मानित हुनुभयो कम्युनिटी हिरोइन अवार्ड। त्यसले चाहिँ अझ ग्रेटर राइक्रोन वुमेन्स ग्रुपलाई एउटा हाइपमा लिएको छ। किनकि महिलाहरूले जुन गर्ने काम र महिलालाई सम्मान, साथसाथै महिलामा भएको जुन खालको हिंसालाई उजागर गर्ने त्यो एउटा राम्रो काम पनि भएको छ। र ग्रेटर राइक्रोन वुमेन्स ग्रुपलाई आगामी दिनको लागि पनि फेरि पनि एकदमै शुभकामना, सबैले सपोर्ट गरिदिनलाई भन्छु। मैले एक्सपेक्ट गरेको थिइनँ, मलाई ठुलो सरप्राइज हो। मलाई एकदमै आई फेल्ट भेरी टच्ड हैन। हामी आज नारी दिवस मनाइरहेका छौँ। सबैलाई थाहा छ विश्वभरि सबैले मनाइरहनु भएको छ नारी दिवस। विशेष आज हामी नारीहरूको महान दिन हो यो। नारीहरूले लडाइँ गरेर आन्दोलन गरेर आफ्नो अधिकार प्राप्त गर्नुभएको दिन हो। त्यसैले गर्दाखेरि हामी नारीहरूको लागि एकदमै महत्त्वपूर्ण छ। हामी नारीहरू घरभित्र मात्र होइन बाहिर निस्केर पनि केही गर्नुपर्छ भनेर हाम्रो वुमेन्स ग्रुपले सम्पूर्ण नारीहरूलाई सचेत गराइरहेको छ जस्तो पनि लाग्छ मलाई। हामीले चाँडो चाँडो भने पक्कै पनि केही चाहिँ गर्न सक्छौँ। महिलाहरूको लागि एकदम राम्रो, मलाई चाहिँ एकदम खुसी लाग्यो। सधैँ पनि यसरी नै भएर जाओस् होइन। अब दिनै वर्षमा यसरी नै हामी सबैले नै यसरी हौसला दिनुपर्ने हुन्छ होइन। एकदम म चाहिँ एकदम खुसी। हाम्रो जुन भुटनिस रिफ्युजी क्याम्पबाट एउटा फाउन्डेसन चाहिँ यस्तो राम्रो भएको रहेछ। आज जतिखेर महिला मञ्चलाई हाँक्ने नेतृत्व हुनुहुन्थ्यो, उहाँकै उपस्थितिमा आज अमेरिकामा पनि यति साल पछाडि पनि हाम्रो इन्द्रावती दिदी उहाँको चाहिँ उपस्थितिमा उहाँलाई चाहिँ यस्तो चाहिँ सम्मान गरिएर डाक्टर प्रिया श्रेष्ठ र इन्द्रावती जुन राई हुनुहुन्छ उहाँलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय नारी दिवसको बेलामा यस्तो किसिमले यति मजाले बाजागाजा बजाएर नाचगान गरेर विभिन्न किसिमको नारासहित सम्मान गरेको देख्न पाएँ मैले। प्रत्यक्ष मैले आज साँची बस्नु पाएँ। त्यो मेरो लागि चाहिँ महत्त्वपूर्ण क्षण भयो।
र अर्को कुरामा चाहिँ के देखेँ भन्दाखेरि 16जना कर्मचारीहरू जो ग्रेटर एक्रोन जुन वुमन्स ग्रुप छ त्यो 16जना कर्मचारीहरूमा को अध्यक्ष, को उपाध्यक्ष, को कोषाध्यक्ष, को सचिव भन्ने कुनै कन्सर्न नभएर 16जनाको बराबर अब्बल किसिमको प्रस्तुति उपस्थिति त्यो देख्दा एकदम खुसी लाग्यो। र अर्को कुरो को भन्दा को कम, कसैमा पनि एकदमै कमी चाहिँ महसुस नहुने खालको गतिविधि त्यो देखेँ। र अर्को कुरो त मैले आज यो भुटानको फ्ल्यागलाई मैले होल्ड गर्न पाएँ र फेरि भुटानकै नेसनल एन्थम पनि गाउन पाएँ, गाएका सुन्न पाएँ। सीता लोप्मु मेरो आदरणीय हाम्रो लोप्मु हुनुहुन्छ, हामी सँगै काम गऱ्यौँ। हामी न्यू हराइजन एकाडेमीमा निकै वर्षसम्म टिचिङ काम गर्दाखेरिको हाम्रो अनुभवहरू छ र उहाँले जोङ्खा पढाउनुहुन्थ्यो। यहाँले पनि आजको दिनसम्ममा यो भुटानको फ्ल्यागको मुनि रहेर नेसनल एन्थम गाउन लागि र एउटा जोङ्खा डान्स, ओ माई गॉड, त्यो एकदमै तपाईँहरूले जे काम गर्नुभएको छ, पृथक गर्नुभएको छ। यो कुरो चाहिँ अब जति वुमन्स जुन ग्रुपले गर्नुभएको छ यो गरेको कुरा चाहिँ ऐतिहासिक छ। यो एकदमै हाम्रो पहिचानसँग सम्बन्धित कुरा छ, संस्कृतिसँग सम्बन्धित कुरा छ, हाम्रो ओरिजिनसँग सम्बन्धित कुरा छ। यो कुरालाई चाहिँ हामीले ट्रान्सफर्मेसन गरेर अब अहिलेको जुन वयस्क अवस्थामा रहेका जति पनि युवा युवतीहरूले त्यति सुन्न चाहँदैनन् होला, तथापि अब उहाँहरूको आफ्नै किसिमको फ्रस्ट्रेसन छ क्याम्पमा बस्दाखेरिको दुःख भएको कुरामा। तर आज यो मसिनो नानीहरू, यो अमेरिकामा आएर जन्मेको नानीहरूले यस्तो डान्सहरू गरिदिनु भयो, उहाँहरूलाई चाहिँ यो प्रत्यक्ष देखाइदिनु भयो। यो प्रत्यक्ष देखाउने कुरो चाहिँ तपाईँहरूले एकदमै अगाडि बढाउनुहोस्, यो निरन्तरता भएर जाओस्। म चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई यसरी बोलाइदिनु भएकोमा मेरो श्रीमती र मैले आज यो जुन यो लोगोको अगाडि बसेर यसरी बोल्न पाउँदा, इन्द्रवती क्रिएसनको चाहिँ जुन च्यानलबाट चाहिँ अब केही कुराहरू मैले एउटा राख्न पाउँदाखेरि म त एकदमै खुसी लागेको छ मेरो लागि। र यो कार्यक्रमले हामीलाई यस्तो दर्शाउँछ कि हामी जो नारी, जो कोही पनि नशर्माइकन नलजाइकन आफ्नो दुःख सुखलाई पर राखेर अघि बढ्नुपर्ने रहेछ र हामीले केही सोचेको कुराहरू पुरा पुग्ने चाहिँ आज मैले यो महसुस गरेँ। हामी नारी सबैको भारी भन्छ, तर नारीले गरेको काम एकदमै राम्रो सफल त हुन्छ। एउटा घरमा नारी शिक्षित छन् भने उनको नानीहरू पनि शिक्षित, गाउँ समाज सबै शिक्षित, एकदम उज्यालो हुन्छ, लाइट प्रकाश हुन्छ। एउटा आफू क्यान्डल भएर आफू जलेर समाप्त हुन लाइट त अरूलाई दिन्छ। त्यस्तै आज एकदम ह्याप्पी, फेरि पनि भन्छु म ह्याप्पी इन्टरनेसनल डे, ह्याप्पी इन्टरनेसनल वुमेन डे भन्छु। Khususnya pola, ngagi ming sita gazimirinda dari ngace zamling na yep me amsu soga ragi International Women Day indigi be karalo jempanexo zeshuni karinchi. जहाँ पनि जसरी पनि बसिरहनु भएको छ सम्पूर्ण नारीहरूलाई ह्याप्पी वुमन्स डे पनि भन्न चाहन्छु। नारी दिवसको शुभकामना। साथै हामीलाई यो इन्द्रावती क्रिएसनले साथ दिइरहनु भएको छ। आज बिहानैदेखि यो प्रोग्राममा आएर सपोर्ट गरिरहनु भएको छ। यहाँहरूलाई पनि थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु म। यो प्रोग्राम आज हामीले मार्च 8 को दिन नारी दिवस बनाउन गइरहेको थियौँ। हामीले यति राम्रो हुन्छ हुँदैन भन्ने कुरामा शङ्का लागिरहेको थियो, तर यति राम्रो प्रोग्राम भयो, सबैजना आइदिनु भयो, हामीलाई साथ सपोर्ट गरिदिनु भयो। यहाँहरू सबैजनालाई सम्पूर्णलाई थ्याङ्क यू सो मच पनि भन्न चाहन्छु म। आज नारी दिवस मार्च 8 को दिन हामीले यो नारी दिवस छुटाउनै नहुने दिन हो। हामी महिलाहरूले गर्नै पर्ने दिवस हो। यो भनेको हामी महिलाहरूको एउटा अधिकार प्राप्त भएको दिन, हामीले अधिकार प्राप्त गरेको दिन, एउटा क्लास जेटकिन भन्ने एउटा महिलाले गरेको कारणले उहाँको पावरले गर्दाखेरि हामी वुमन्सहरू एउटा स्वतन्त्र भएर बाँच्न पाएको दिन हो यो।
त्यो कारणले गर्दाखेरि यो हाम्रो लागि एकदमै धेरै इम्पोर्टेन्ट छ। एकजनाले गरेको काम यति सफल हुन्छ भने हामी पक्कैजना धेरैजना नारीहरू सम्पूर्णले मिलेर गऱ्यौँ भने पक्कै पनि देशमा केही हुन्छ, समाजमा केही हुन्छ। नारी एउटा आमा घरको शिक्षित भयो भने, एउटा परिवार शिक्षित हुन्छ, परिवार शिक्षित भयो भने समाज शिक्षित हुन्छ, समाज शिक्षित भयो भने पक्कै पनि देश नै विश्व नै शिक्षित हुन्छ भन्ने कुरा पनि म विश्वस्त छु। त्यही कारणले गर्दाखेरि आज हामीले नारी दिवस मनाएका छौँ। सम्पूर्ण आइदिनु भयो, हाम्रो प्रोग्रामलाई सफल पारिदिनु भयो, विभिन्न मिडियाकर्मीहरू आउनुभयो, हामीलाई साउन्ड सिस्टमदेखि लगेर सम्पूर्ण कुरामा टेक्निकल पाटोदेखि लगेर हामीलाई कसैले बोलेर सपोर्ट गर्नुभयो, कसैले हामीलाई हेरेर सपोर्ट गरिदिनु भयो, बसेर घरदेखि यहाँसम्म आइदिनु भयो समय दिएर हामीलाई होइन। त्यो कारणले गर्दा हामी सफल भएको छौँ। थ्याङ्क यू सो मच सम्पूर्णलाई। धन्यवाद, धेरै धेरै धन्यवाद।